जय मिसन 87। हे डियर जिन्दगी। आज मिसन 87 को 9औं दिन। सम्पूर्ण साथीहरु नमस्कार। मेरो 11 जना सब्स्क्राइबर पुगिसक्नु भएको छ। यहाँहरुले साथ सपोर्ट गरिदिनु भएकोमा यहाँहरुलाई विशेष विशेष धन्यवाद। मैले आजबाट यो भागवत गीता अध्ययन गर्न थालेको छु बिस्तारै बिस्तारै। यो भागवत गीता तपाईको ठुलै रहेछ, पढ्न नेपालीमा पनि छ, संस्कृति सबैमा उ छ। श्रीमद् भागवत गीता यथारूप भनेको छ। हारेको, ढलेको, लडेको, भाँचेको, टुटेको, फुटेको मान्छेहरुको लागि भागवत गीता अति उत्तम रहेछ साथीहरु। मैले यो पढ्न थालेपछि जिन्दगी नै मर्नदेखि डरै लाग्दैन के। काल के हो भन्ने बाल हुँदैन। यो पढ्नुस्, यसमा जीवन छ। आजै 1 डे लेखिहाल्नुस्। मिसन 87। जय मिसन 87। जय श्री कृष्ण।